हेलो एभ्रिवान, वेलकम ब्याक टु माई मिनी ब्लग। आज म भर्खर सुतेर उठेको छु। ल यसलाई मिलाउँला। मैले चाहिँ यहाँ मिलाइ पनि सकेँ। अनि यहाँ कपडा छ त्यसलाई ब्याक गरिदिउँ, अलि पछि मिलाउँला। अनि त्यो ओइललाई मिलाउँला। अनि मैले चाहिँ मिलाइ पनि सकेँ होइन, कति छिटो गर्छु। अनि मैले चाहिँ यहाँ कपडा अघिको मिलाइरहेको छु होइन, किनकि यो सुकेको थियो अनि घाम पनि लाग्थ्यो, पानी परिरहेको थियो कि। अब अहिले कति पानी पऱ्यो मलाई थाहा छैन, म बाहिर नि गएको छैन होइन। मेरो भाइ चाहिँ उता मोबाइल हेरिरहेको छ। मलाई कस्तो भएको थियो, भाइ मोबाइल नहेर पढ भन्दा नि मानेको थिएन। अनि मैले चाहिँ यहाँ मिलाएर नि भ्याइसकेँ। अनि मैले ब्याग पनि उता राखिसकेँ आफ्नो। बाहिर गएको त पानी पो परिरहेको रहेछ गाइजहरू होइन। यति राम्रो भ्यू देखिरहेको थियो नि पानी परेर। हेर्नुहोस् त, मैले देखाइरहेको छु हेर्नु, फुल हामीले रोपेको यति राम्रो। ल म तपाईँहरूलाई भ्यू देखाउँछु। ल भ्यू चाहिँ यति राम्रो छ। ऊ त्यो पारि जुम गरेर देखाइरहेको चाहिँ मेरो भाइको स्कुल हो। म पनि पहिला त्यही पढ्थेँ, तर मैले छोडेको छु। ल आज चाहिँ जाम किचनमा जाम। मेरो किचनमा होइन त, किचनमा गएको त मैले देखेँ। अब के गर्नु, फ्रिजमा केही रहेनछ। अनि मैले चाहिँ झ्याल खोलेँ, आनन्दको हावा आउँछ। अनि झ्यालदेखिको यसलाई इग्नोर पार्ट गरिदिनु होला ल। अनि यसलाई यति राम्रो भ्यू देखिरहेको थियो झ्यालदेखि। यता चाहिँ म छु। अहिले चाहिँ पूजा गर्ने टाइम भएको छैन, किनकि बल्ल 4 बजेको छ। हामीले चाहिँ 4 बजे गर्छौँ नि त, त्यही भएर अहिले चाहिँ भाइ यहाँ सुतिरहेको छ अझैसम्म। ल आजको लागि यति नै, बाई बाई, थ्याङ्क फर